समीरजी कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू म्याम। हजुरको एक्सपिरियन्स कस्तो भयो त? अब एक्सपिरियन्स भन्नुपर्दा ग्लोबल इन्साइटसँग चाहिँ मेरो एकदमै फ्रेन्डली नै थियो एक्सपिरियन्स है। यहाँको अब हाम्रो म्याम सरहरू पनि एकदम टिचर भन्दा पनि बढी साथीहरू जस्तो है। अनि यहाँ सबै कुरा सेयर पनि हुने, अनि यो एप्लाई गरे जस्तो पनि नलाग्ने, एकदम सजिलो तरिकाले अलि ह्यासल फ्री नै भयो। त्यसले गर्दाखेरि एक्सपिरियन्स वाज प्रिटी गुड। हजुरको अफर लेटर आउँदादेखि भिजा लाग्नुन्जेलसम्म कति टाइम लाग्यो हजुर? मेरो त्यही हो, मेरो कास आउन लागि चाहिँ 1 विक लाग्यो। त्यसपछि मेरो भिजालाई 2 डेज भनेपछि जम्मा 9 डेज नै भनौँ न, 9 डेजको काम थियो। अफर लेटर 1 डेमा हैन? अफर लेटर 1 डेमा। यति छोटो समयमा भिजा लाग्दाखेरि चाहिँ हजुरलाई ए लाग्यो र भने जस्तो पनि फिल भयो कि होइन? ठिकै छ। मलाई चाहिँ वेडनेसडे बिहान भिएफएक्स गएर बायोमेट्रिक दिएको, थर्सडे एक दिन कुर्नु पर्यो, फ्राइडे बिहान त मेसेजै आइसकेको थियो भिजा लाग्यो भनेर। म त यति चाहने, किनकि अब यति रिजेक्ट भएको, म युएसको अलमोस्ट 4 टाइम्स रिजेक्ट भइसकेँ। त्यसपछि म यहाँ विदाउट एनी होप आएको थिएँ म ग्लोबल इन्साइट होइन। अरूको चाहिँ सुन्थेँ म 1 विक लाग्यो 4 डेज लाग्यो भनेर। मेरो 1 डेकै ग्यापमा आउँदाखेरि चाहिँ मलाई एकदमै एक्साइटमेन्ट र धेरै पछि भिजा लाग्यो होला। एकदम सरियल फिलिङ भयो भनौँ न। अनि हजुरको अब फर्दर प्लान्सहरू के छ त? अब कहिले जाँदै हुनुहुन्छ? अब मेरो मे 1 को टिकट छ। अब मे 1 को यो ग्यापमा चाहिँ म के एउटा स्किल सिक्ने मेरो प्लान छ। त्यो सिकेर अब अलमोस्ट 1 मन्थ 45 डेजको एउटा कुनै स्किल सिकेर मे 1 मा चाहिँ म जाँदैछु। कुन युनिभर्सिटी जाँदै हुनुहुन्छ हजुर? हजुर, म चाहिँ म्याम युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड बेस्ले क्याम्पस जाँदैछु। वाइ नट लन्डन? वाइ नट लन्डन भन्दाखेरि मलाई चाहिँ हाम्रै यहाँको एकजना सरले चाहिँ के भन्नुभयो भन्दाखेरि लन्डन भन्ने मात्र हो, लन्डनमा खालि एउटा लन्डनमा क्याम्पस छ भनेर मात्र उनीहरूले त्यति इन्फ्रास्ट्रक्चर नराखेको क्याम्पस मात्र छ। अब मेरो चाहिँ के सोच भयो भन्दाखेरि स्किल सिकेपछि जस्तो जुन एरियामा गएर पनि पाइन्छ, जुन ठाउँमा पनि गएर पाइन्छ, आफू चाहिँ क्यापेबल हुनुपर्छ। मलाई चाहिँ यो लन्डन आउटसाइड इनसाइड भन्दा पनि एउटा राम्रो एजुकेसन पाउँ भन्ने हिसाबले चाहिँ पेसले चाहिँ उनीहरूको सबैभन्दा पुरानो क्याम्पस रहेछ युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्डको। इन्फ्रास्ट्रक्चरमा पनि इट वाज भेरी गुड होइन। त्यो कारणले गर्दाखेरि चाहिँ म मेन क्याम्पस नै जाँदै जान। अनि हजुरले साथीहरूलाई पनि सोध्नु भएको थियो होइन? सो उहाँहरूले पनि रेकमेन्ड त हजुरलाई जुन ठाउँमा गए पनि हुन्छ भन्नुभएको थियो नि। स्पेसली मास्टर्सको स्टुडेन्टलाई रोकटोक छैन होइन? हाम्रो चेस्टरमा गएको भाइ बहिनीहरू पनि एकदम खुसी हुनुहुन्छ। सो अल द बेस्ट हजुरलाई, फेरि पनि मेनी कङ्ग्रेचुलेसन्स। अनि भोलिको दिनमा हजुर त्यहाँ बसिसकेपछि पनि हामीलाई अब हजुरले भन्नुपर्ने कुराहरू केही इस्युजहरू आयो भने अभियसली विल हेल्प आउट होइन? अब रिलेसन त छँदैछ, फेरि गफ हान्ने त हाम्रो होइन? ल ठिक छ, त्यसो भए थ्याङ्क यू सो मच। कोही स्टुडेन्ट्सहरूलाई चाहिँ युके जान चाहँदै हुनुहुन्छ भने हजुरको केही सजेसन्सहरू के? युके जानु छ भने हाइली रेकमेन्डेड कन्सल्टेन्सी चाहिँ ग्लोबल इन्साइट हो। किनकि म होप नै कुनै बोकेर नआएको मान्छेलाई चाहिँ अब एकदमै एक्साइटमेन्टले फिल गरिदिने ठाउँ नै यही हो है। किनकि मैले सोचेको थिइनँ अब अरू ठाउँमा गएको भए के हुन्थ्यो कसो हुन्थ्यो होइन। म चाहिँ अरू ठाउँमा गइनँ, म चाहिँ टिकटकमा यसो स्क्रोल गर्दा ग्लोबल इन्साइटको भिडियो आयो, त्यसपछि एकचोटि यहीँ ट्राई गरौँ भने फर्स्टमै ट्राई गर्दाखेरि अब मलाई भनौँ न ज्याकपट नै पाए जस्तो भयो। हजुरले भिडियो बनाउनु मान्नु भएको पनि त त्यही भएर हो नि त होइन? किनकि अर्काको भिडियोहरूमा आएको छु मैले पनि दिदिउँ न त भनेर होइन? त्यो पनि हो म्याम। अनि अर्को कुरा अब राइट ठाउँमा स्टुडेन्टहरू पनि आउन् होइन, उनीहरूलाई पनि अब एउटा एक्सपिरियन्स, अब एउटा राइट गाइडेन्स पाउन् होइन। युके अब म त युके मात्र जाँदैछु, तर यहाँ युएसए जाने पनि स्टुडेन्टहरूको पनि फिडब्याक राम्रै छ होइन। त्यही कारणले गर्दाखेरि हजुरहरू पनि यदि आउन चाहनुहुन्छ युके, युएस अथवा आफ्नो कुनै युरोपियन कन्ट्रिज डेस्टिनेसन छ भने प्लिज ग्लोबल इन्साइट इज हाइली रिकमेन्डेड। तपाईँलाई यहाँ कन्सल्टेन्सी जस्तै लाग्दैन, यो घरै जस्तो लाग्छ। मलाई चाहिँ त्यस्तो फिल भयो पर्सनली। त्यसैले थ्याङ्क यू सो मच। ल थ्याङ्क यू, राम्ररी जानु होला अनि शुभयात्रा। थ्याङ्क यू।